झापा 5 यो कुनै व्यक्तिको जागिर सुरक्षित गर्ने ठाउँ होइन, यो जनताको भविष्यको फैसला गर्ने ठाउँ हो। तर यहाँ केपी शर्मा ओली फेरि उही पुरानो नाटक लिएर उभिएका छन्। प्रश्न सरल छ, काठमाडौँ पोखरा रेल अब पनि उही झुट, उही घमण्ड, उही असफलता। धेरै मौका, शून्य नतिजा। केपी ओलीले देश चलाउने मौका एकपटक होइन धेरै पटक पाए, तर नतिजा के आयो? युवाले रोजगारी पाए, महँगी घट्यो, सुशासन आयो त के? ठुला भाषण, साना काम र ठुलो अहंकार। झापा 5बाट जितेर काठमाडौँमा कुर्सी चढ्ने, तर झापा फर्केर जनताको पीडा नसुन्ने नेता। यही हो केपी ओलीको कालो राजनीति। यहाँको किसान, यहाँको युवा, यहाँको बेरोजगार सबैलाई भाषणले झुक्क्याउने कामले होइन। केपी ओलीको राजनीति केवल गाली र घमण्डको राजनीति मात्र। प्रश्न सुन्ने जनता, अज्ञानी, आलोचना गर्ने युवा। केपी ओली हुन् देशद्रोही। यस्तो मानसिकताले देश अगाडि बढ्दैन, देश पछाडि ढकेलिन्छ। झापा 5 केपी ओलीको निजी सम्पत्ति होइन, लाइफ टाइम सिट होइन। अब झापा 5ले भन्नुपर्छ, हामीलाई भाषण होइन नतिजा चाहिन्छ, हामीलाई घमण्ड होइन जवाफदेहिता चाहिन्छ। यो चुनाव कुनै दलको होइन, झापा 5को भविष्यको चुनाव हो। केपी ओलीलाई हराउनु व्यक्तिप्रति घृणा होइन, यो असफल राजनीतिलाई अस्वीकार गर्नु हो। झापा 5 अब चुपचाप लाग्ने होइन, अब परिवर्तनको मत हाल्ने समय हो। केपी ओली ठिक कि बेठी कमेन्टमा लेख्न नबिर्सिनुहोला।